खाना पकाउने ग्यास वितरणमा समस्या देखेपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। सरकारवाला निकायले नेपालमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दाबी गरे पनि सहज रूपमा उपलब्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्। सहज रूपमा ग्यास नपाएपछि उपभोक्ताहरू खाली सिलिन्डर लिएर भौँतारिरहेका छन् भने वितरण केन्द्रमा लामो लाइन देखिएको छ। ग्यासको सहज वितरणमा समस्या देखेपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास वितरण हुने जनाएको छ। मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरूको भनाइ छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।